भ्यूहरू देख्न सक्नुहुन्छ। यस्तै माथि टुप्पोमा हिमाल देख्दैछ। यता चाहिँ हाम्रो गाडी छ। यो गाडीमा चाहिँ हाम्रो बाइकको जति पनि एक्सपल्सको टायरहरू अनि यो हाम्रो स्ट्यान्ड अनि सबै यहाँ राखेको छौँ। अगाडिको टायर अनि पछाडिको टायर सबै टुल्सहरू यहीँनिर छ। म चाहिँ यही छ। यसमा चाहिँ हिरोको म चाहिँ टेक्निसियन। बाटोमा बिग्ड्यो भने गाडी ट्याक्कसँगले बनाउने, त्यही भएर पछाडि हुन्छु। त्यही भएर गाडी अब हामी कुदाउँदैनौँ। ल यतापट्टि आउँदैछ गाडीहरू हाम्रो ट्याक्कसँगले। हो ल जाँदैछन् ट्याक्कसँगले हाम्रो बेबो राइडर, लेडी राइडर नेपाल vs इन्डिया एक्सपल्स ल मिलेर हुँदैछ राइड। यो चाहिँ इन्डियाको राइड हो, इन्डियाको हिरो कम्पनीबाट। अनि हाम्रो गोरखपुरबाट स्टार्ट भएको। मैले चाहिँ चितवनबाट जोइन गरेको। ल यस्तै छ, तपाईँहरूलाई भिडियो आउँदै गर्छ। म चाहिँ अब 2-4 दिन अब कामलाई छोडेर टक्क हिँडेको पहाडतिर टक्क लागेको है। अब ग्यारेजमा सबैले कहाँ गयो भन्छ, यस्तै हो। 2-4 दिन अब काम पनि हुन्छ, दाम पनि हुन्छ, त्यही भएर हिँडेको। म चाहिँ त्यतिकै हिँडेको होइन है, घुमाइ पनि हुन्छ, पैसा पनि हुन्छ। ल यस्तै छ है ट्याक्कसँगले। बेसी सहरको त्रिवेणी चोकमा आइसकेको छु हामी ट्याक्कसँगले। ल आउँदैछौँ अब बबाल मजा आउँदैछ। हामी अब नेपालको टप राइडरहरू अनि ठिकै। ल सो गाइज हामी बेसी सहर आइसक्यौँ। अब यहाँबाट ट्याक्क लाग्दैछ, हामी जाममा छौँ। बेसी सहरमा आइसकेको छौँ। अब यस्तै छ, हामी पछाडि आइरहेको छ हाम्रो गाडीहरू, जाम छ पुरै। अब बेसी सहरको ट्याक्क भ्यू यस्तै छ है। बेसी सहर ल वेलकम जाँदैछ यता। ल बेसी सहर आइसक्यौँ ट्याक्कसँगले। अगाडि जाउँ छ त ठाउँ उता छ त जाउँ न ट्याक्कसँगले। यता सबै राइडरहरू छन्। हाम्रो हिरो एक्सपल्स हजुर यतै त्यो गाडी ट्याक्कसँगले हाम्रो सबै बाइकहरू यता छ है। एक्सपल्स 210 राइड ठ्याक्कसँगले यतापट्टि छ। यता राखिदिउँ न, भित्रै छिराइदिउँ अहिले के छ त। यहाँबाट ठक्क यता राखिदिउँ गएर ट्याक्क हाम्रो पार्किङ हुँदैछ गाडी। ल एकछिन हालिराखौँ।